talk of the town. हामीले हरेक वर्ष जस्तो बाल दिवस मनाउँदै आएका छौं। यस वर्ष पनि बालबालिकाका सन्दर्भमा कार्यक्रमहरू गरिए र मुद्दाहरू प्राय सधैँ वर्ष उस्तै सुनिन्छ, आवाजहरू उस्तै सुनिन्छ। यस वर्षसम्म आइपुग्दाखेरि बालबालिकाको अवस्था जो महिलासँग सिधै सम्बन्धित पनि हुन्छ, कस्तो पाउनु भएको छ? करिब 90% बालबालिकालाई डीपीटी, पोलियो, मिजल्स यो सबै खोपका कार्यक्रमहरू गभर्नमेन्टले दिएको छ र बालबालिकाको वेट जुन जन्मिँदाखेरिको वेटमा पनि सुधार भएको छ, उचाइमा पनि सुधार भएको छ र बालबालिकाको अहिले चाहिँ ड्रप आउट संख्या 6.5% मात्रै छ। स्कुल ड्रप आउट र करिब प्राथमिक तहमा त 95-96% पुगिसकेका छ इनरोलमेन्ट, नेट इनरोलमेन्ट। त्योभन्दा घटी 80-85% निम्न माध्यमिकमा छ। माध्यमिकमा गएर के भन्दाखेरि चाहिँ 40-45-50% मात्रै के भन्दाखेरि इनरोलमेन्टमा छ। यो चाहिँ यो स्थिति छ र स्वास्थ्य क्षेत्रमा धेरै बाल मृत्यु दर घटेको छ। हामीले धेरै कुराहरू चाहिँ चेन्ज चाहिँ धेरै कुरा भएको छ र बाल क्लबहरू 49वटा जिल्लामा 10,357वटा त बाल क्लबहरू छ हाम्रो र यो बाल क्लबहरू चाहिँ हामीले चाहिँ अन्य जिल्लामा अब 75 जिल्लामा पुर्याउने भन्ने चाहिँ हामीले लक्ष्य लिएका छौँ र अहिले नेपाल सरकारले सञ्चालन गरेका 4वटा बाल कल्याण गृह छन् जहाँ अनाथ बालबालिका, विभिन्न टोरा बालबालिका तिनीहरूलाई के भन्दाखेरि पालन पोषण पढाउने 10 क्लाससम्म 10+2 सम्म नेपाल सरकारले पढाइरहेछ। यो 4 ठाउँमा छ र अर्को बाल सुधार गृह महिला मन्त्रालयले अहिले बाल सुधार गृह अहिले ठिमीमा जम्मा हाम्रो चाहिँ सजाय तोकिएका बालबालिकालाई राख्ने एउटा मात्रै निकाय के भन्दाखेरि भक्तपुरमा छ, ठिमीमा छ बालगृह, बाल सुधार गृह। अब अहिले चाहिँ हामीले चाहिँ पोखरामा एउटा बृहत चाहिँ ठुलो लगानीमा चाहिँ पोखरामा के अरे विराटनगरमा बनाउँदैछौँ। पोखरामा तयार भएको छ। 10 तिहार पछि हामी त्यहाँ चाहिँ केही बालबालिका यहाँबाट लगेर त्यहाँ राख्छौँ। सारङकोटमा पोखरामा 2टा ब्युटिफुल भवन, एकदम ब्युटिफुल साइडमा चाहिँ अहिले देखि भइरहेको छौँ। त्यहाँ 30-40 जना। अब उसमा नेपालगञ्जमा चाहिँ धनगढीमा पनि हामीले चाहिँ 5 विकास क्षेत्रमा यो बाल सुधार गृहहरू चाहिँ राख्ने भनेको छ। जुभेनाइल जस्टिस बाल न्याय समन्वय समितिमा 31वटा जिल्लामा बाल इजलासहरू खडा गरेको छ। बालबालिकाको मुद्दाहरू सुन्दाखेरि चाहिँ इन क्यामेरा हेरिङको व्यवस्था मिलाइएको छ र उनीहरूलाई के भन्दा चाहिँ त्यो बाल साइकोलोजिस्टहरू राखिएको छ, सोसियोलोजिस्टहरू राखिएको छ र उनीहरूलाई गभर्नमेन्टले पे गरिरहेछ र सुधार केन्द्रमा बाल न्याय समितिमा बाल इजलासमा इन क्यामेरा हेरिङ हुन्छ। उनको कन्फिडेन्सियलिटी चाहिँ सरकारले राख्छ। त्यहाँ बाहिर उनीहरूको गोप्यता कुराहरू के गरौँ, बच्चाले के गरौँ भनेर उनीहरूलाई चाहिँ त्यो बालगृहमा बाल सुधार गृहमा बस्दाखेरि म जेल बसेको जस्तो फिलिङ नहोस् भन्ने वातावरण हामीले तयार छ र उनीहरूलाई खेल्नेदेखि लिएर टिभी, पुस्तकालय विभिन्न कुराहरू हामी जोड्दैछौँ। विगतका वर्ष र यस वर्षमा फरक तपाईँले के महसुस गर्नुभएको छ? बालबालिका क्षेत्रमा कामहरू चाहिँ नेपालमा राम्रै भएको छन्। किन भनेदेखि 1000 एनजिओले स्कुल जान नसकेका बालबालिकाहरूलाई शिक्षा दिने र सिपमूलक एडल्ट्स गर्नेहरूलाई चाहिँ व्यावसायिक तालिमहरू दिइरहेछ र त्योभन्दा तल चाहिँ उसलाई चाहिँ शिक्षा नै दिइरहेछ र साक्षरताको प्रतिशत पनि के भन्दा चाहिँ हत्तै बढेर के भन्दा चाहिँ गएको छ र मेन समस्या भनेको कुरो के छ भन्दाखेरि हामीले कर्णाली अञ्चलका बालबालिका, दलित, पिछडिएको जनजाति, मुस्लिम कम्युनिटी का बालबालिकालाई चाहिँ अन्य बालबालिका सर त्यो लेभलमा चाहिँ पुर्याउनलाई सकेका छैनौँ। यो हाम्रो चुनौती हो र उनीहरूलाई के भन्दाखेरि ऊ दिएको छ, छात्रवृत्ति दिएको छ। दुर्गम क्षेत्रका बालबालिकालाई स्कुल मेल्स दिएको छ, खानेकुरा पनि दिएको छ। 2टासम्म बालबालिकालाई चाहिँ एउटा परिवारका 2टासम्मलाई चाहिँ छात्रवृत्ति नेपाल सरकारले दिएको छ। महिला र बालबालिकाका सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ जुन सहस्राब्दी विकास लक्ष्य हामीले पुर्याउँछौँ भनेर कमिट गरेका छौँ संयुक्त राष्ट्र समक्ष, त्यो
प्रतिबद्धता त्यो लेभलसम्म हामी पुग्न सक्छौँ? जस्तो बाल मृत्यु दरका सम्बन्धमा बाल मातृ मृत्यु दरका सम्बन्धमा त नेपालले त्योभन्दा बढी राम्रो प्रगति गरेको छ, जसबाट चाहिँ नेपालले प्राइजै पाछ, प्राइज नै पायो, प्रशंसित पनि भएको छ होइन। यो कुरामा त राम्रो काम गरेको छ। त्योभन्दा बाहेकका अरू क्षेत्रहरूमा अरू क्षेत्रमा हामीले के भन्छ स्वास्थ्यको क्षेत्रमा एक्सिलेन्ट प्रगति गरेको छ, युनियनले पनि प्रशंसा गरेको छ। शिक्षा पनि जुन टार्गेट थियो त्यो टार्गेट शिक्षा पनि मिट भएको छ, शिक्षामा जुन पर्सेन्ट पुर्याउनु पर्थ्यो त्यो पनि मिलाएको छ। अब पोषणका कार्यक्रमहरूका कुराहरूमा अलिकति कमी होला र यो जुन अब जातको हिसाबमा अहिले टोटल एभरेजमा हेर्दा राम्रो छ। प्राइमेरी लेभलमा चाहिँ हामी झन्डै 96% इनरोलमेन्ट होइन भर्नामा छौँ। 95 तर 96% 96% भर्ना गरिएका विद्यार्थी तपाईँ माध्यमिक लेभलमा पुग्दाखेरि 50%मा झर्छ भन्दा त्यो जुन ड्रप आउट रेट छ 50% लगभगको, त्यसलाई कसरी रोक्ने? अब अहिले 6.5% ड्रप आउट छ स्कुल छोड्ने विद्यार्थीहरू। अब यसलाई दिन चाहिँ ड्रप आउटको लागि चाहिँ विशेष कक्षा तराईमा पनि एउटा चाहिँ विशेष कक्षाहरूले चाहिँ सञ्चालन गर्न लागेको छ। तराईमा विशेष गरी यो ड्रप आउट विशेष गरी तराईमा छ कि तराईमा चाहिँ छ र यो तराईका 7वटा जिल्लाहरूमा चाहिँ यो ड्रप आउट सङ्ख्या कम गर्नलाई एउटा प्रोग्रामहरू चाहिँ अब सुरुवात गर्न लागेको छ। शिक्षा मन्त्री निम्न माध्यमिक शिक्षा पुरा गरेरलाई हामीले साक्षरता सबैलाई गभर्मेन्टको चाहिँ त्यही भएर हाम्रो साक्षरता इम्फ्यासिस चाहिँ त्यसैमा हो सरकारको। क र 1 2 3 1 देखि 100 गर्न जान्ने, सामान्य हिसाब गर्न जान्ने, क ख ग सम्म जान्ने मान्छेलाई सामान्य ढङ्गमा साक्षरमा मात्रै परिणत गर्ने हो भने 5 उत्तीर्ण गर्नु प्राथमिक तह चाहिँ उत्तीर्ण गर्नै पर्छ। प्राथमिक तह उत्तीर्ण गरेर मात्रै साक्षर पारेर हामीले अगाडि बढ्ने हो भनेदेखि त हामीले त अझै धेरै गर्न बाँकी छ है। त्यसो धेरै अब उनीहरूलाई हाइली एजुकेसन दिने एसएलसी आइए 10+2 पढाउने त अब त्यो त अमेरिका पनि अब 10+2 अझ अनौपचारिक शिक्षाको कुरा गर्ने हो भने त तपाईँ 3 महिना 6 महिना कक्षा उत्तीर्ण गरेकाहरूलाई पनि हामी साक्षरका रूपमा गणना गर्छौँ। त्यसकारण पनि यसको प्रतिशत बढेका होलान्। 6 महिना पास गरेका उनीहरूले वास्तवमा किताब लेखापढी गर्न जान्नु पर्यो, सामान्य हिसाब गर्न जानु पर्यो, किताब खोलेर पढ्नु पर्यो। तर शिक्षाको गुणस्तरको हिसाबले हामीले विश्व बजारमा प्रतिस्पर्धी मानव शक्ति चाहिँ उत्पादन गरिरहेका छैनौँ यो साक्षरतालाई मापन गर्ने भन्ने हो भने चाहिँ त्यो त कमजोर त्यो त अर्कै पक्ष भयो। गुणस्तरको कुरो त अब हाम्रो हाई स्कुलको हाम्रो कलेजको अब केही अब अहिले चाहिँ यो प्राइभेट सेक्टरका स्कुलहरूले अलिकति गुणस्तर काम गर्छ। हाम्रो स्कुलको अवस्था त्यही हो। अब विभिन्न जुलुस नारा हुने, स्कुल बन्द हुने विभिन्न कारण छ। टिचरहरू विभिन्न राजनीतिमा लागेका छन्। विभिन्न कारणले गर्दाखेरि हाम्रो शिक्षक स्तर चाहिँ त्यो सन्तोषजनक छैन। समाज कल्याण भनेपछि धेरैजसो गैर सरकारी संस्थाहरूलाई समन्वय गर्ने कामका रूपमा हेरिन्छ र बुझिन्छ। नेपालमा हजारौँको सङ्ख्यामा गैर सरकारी संस्थाहरू दर्ता भएका छन्। त्यसमध्ये कति जिउँदा छन्, कति मृत अवस्थामा पुगिसके भन्ने कुनै लेखाजोखा मन्त्रालयसँग छ? जम्मा हामीसँग 2600 सङ्घ संस्थाहरू छन् नेपालमा। त्यसमध्ये 30% बालबालिका मात्रै काम गर्छ। त्यो मध्ये अन्य अब संस्थाहरूको रेकर्ड छ। तर के छ भनेदेखि ती संस्थाहरू चाहिँ सुविधायुक्त ठाउँमा नै काम गर्दै प्रचलन छ। यहाँ एनजिओलाई पैसा दियो आइएनजिओले, अनि काम गर्ने कहाँ भने काठमाडौँ जहाँ आवश्यकता छ त्यहाँ त्यो आवश्यकता पनि नजाने। त्यसपछि म त्यहाँ सचिव भएर आइसकेपछि फर्स्ट काम गरेकै यही हो। मैले के गरेँ भन्दाखेरि यो डेभलपमेन्ट इन्डेक्समा पछाडि परेका जिल्लाहरूमा तपाईँहरू जानुपर्छ, अरू उपाय छैन। जस्तै कर्णाली अञ्चल तराईकामा पनि अब डेभलपमेन्ट इन्डेक्समा रौतहट पर्छ, पछाडि परेको महोत्तरी पर्छ। अब डेभलपमेन्ट इन्डेक्समा गर्दाखेरि पछाडि परेको एरियामा हामीले लगानी केन्द्रित गर्नुपर्छ। चाहे शिक्षा, स्वास्थ्य, महिला विकास जे हुन्छ त्यो सेक्टरमा चाहिँ तपाईँ लगानी गर्नुपर्छ भनेर एउटा त्यो पोलिसी बनायौँ। र उहाँहरूको आइएनजिओको खर्च चाहिँ 20% भन्दा बढाउन हुँदैन। बढी प्रशासनिक खर्च 80% तपाईँहरूको चाहिँ लगानी चाहिँ हुनु पऱ्यो। एक दोस्रो दुई तेस्रोमा के छ भने कि तपाईँहरूले जुन आयोजना जिल्लामा कार्यान्वयन गर्नुहुन्छ, जुनसुकै एनजिओले गर्छ त्यो जिल्ला विकास समिति जिल्ला परिषदमा पास गर्नु पर्यो। त्यसलाई पारदर्शी बनाउनु पर्यो। जिल्ला परिषदले एक्सेप्ट गर्नु पर्यो त्यसलाई, तपाईँको प्रोग्रामलाई। 3टा भयो। चौथो, तपाईँले चाहिँ नेपाल सरकारले स्वीकृतिको ठाउँ मात्रै खाता खोल्न पाउनुहुन्छ। आफ्नो मनले चाहिँ खाता खोलेर हिसाब किताब हामीले चाहेको अवस्था हेर्न सक्ने अवस्था हुनु पर्यो। 4, सार्वजनिक सुनवाई फिक्स गर्नुपर्छ।
5 समाज कल्याण परिषदले नियमित रूपमा अनुगमन गरेर खर्च र जिल्लाबाट पनि अनुगमन गर्ने व्यवस्था हुनुपर्छ भनेर मैले के भन्दा चाहिँ स्पष्ट निर्णय मन्त्री स्तरबाट निर्णय गराएर अहिले त्यही लाइनमा काम गर्नुहोस् भनेर चाहिँ पठाइदिएको छ। र यो भएपछि के हुन्छ भन्दाखेरि अब प्रोग्रामहरूमा जीविसको प्रोग्राम र अन्य प्रोग्राम कार्यक्रममा डुप्लिकेसन पनि भएन। सरकारलाई बाइपास गरिकनै पनि थुप्रै संस्थाहरूले काम गरिरहेछन् भन्ने गुनासो पनि सुनिन्छ, टीका टिप्पणी पनि सुनिन्छ। तपाईँको नजरमा त्यो मैले यहाँले भने जस्तो अलिकति म त्यहाँ जाँदाखेरि मलाई पनि त्यो कुरा चाहिँ कतिपय संस्थाले रोक्दै पनि काम गरिरहेछन् भन्ने कुराहरू छ। र त्यो बुझ्दाखेरि के छ भन्दाखेरि स्वास्थ्य सम्बन्धी संस्थाहरू छन् जस्तै मिसन हस्पिटलहरू अब ठ्याप्प बन्द गरौँ भने मान्छे पर्छन्। अनि बुझ्दाखेरि चाहिँ ती संस्थाहरूले अहिले स्वास्थ्य सम्बन्धी काम गर्ने संस्थाहरूले चाहिँ आँखा चिम्लेर हामीले अब नेपाली जनताकै लागि गरे अब जे गर्छ यो रोक्नु भएन भनेर सञ्चालन गरेका हुन् र अन्य संस्थाको बारेमा त्यस्तो कम्प्लेन आएको छैन। समग्रमा तपाईँ यो मन्त्रालयमा आइसकेपछि तपाईँले यो अवधिमा अनुभूत गरेको नेपालको महिला र बालबालिकाको क्षेत्रको ठ्याक्क यो चाहिँ बढी समस्या हो रहेछ भनेर भन्न सकिने केही समस्याहरू छन् भने 14% मात्र महिलाको के भन्दाखेरि स्वामित्वमा घर जग्गा स्वामित्व छ। सम्पत्तिमाथिको अधिकार एकदम कम छ। त्यो सम्पत्ति जहाँ सम्पत्ति बढी महिलाहरूको छ त्यहाँ उनीहरूलाई रेस्पेक्ट भएको छ। आमाको नाउँमा चाहिँ सम्पत्ति बढी भएको ठाउँमा आमालाई चाहिँ बाउले कुटपिट गर्ने छोराले माया गर्छन्। जहाँ सम्पत्ति छैन महिलाकोमा चाहिँ सम्पत्तिमाथि उनीहरूको स्वामित्व छैन त्यहाँ अपहेलित गर्ने, घरबाट निकाल्ने, कुटपिट गर्ने यो अवस्था भएको हुनाले यसपालिको बजेटमा हामीले हिमाली जिल्लामा 40% उनीहरूको महिलाहरूको नाउँमा जमिन पास गर्दाखेरि 40% मिना दिने, मालपोतको प्रोत्साहन गर्ने काठमाडौँमा चाहिँ पनि मिना गरेको छ। अन्य जिल्लामा पनि 35% 25% मिना दिने गरेको छ। यसले गर्दाखेरि अहिले चाहिँ महिलाहरूको घर जग्गामा स्वामित्व चाहिँ वृद्धि गएको छ। र अर्को समस्या भनेको भन्दाखेरि यो वुमेन ट्राफिकिङ, जेन्डर बेस्ड भाइलेन्समा हामी अब प्रत्येक दिन देखिन्छ महिलामा चाहिँ बलात्कार भयो, यस्तो भयो भन्ने समाचार आउँछ। चेलीबेटी बेच्बिखनका समस्याहरू छन्। यी समस्याहरू चाहिँ अब यो चेलीबेटी बेच्बिखनको समस्या फेनामेना चाहिँ हामी कहाँ देशमा हुँदैन, सबै देशमा छ। तर यसको लागि चाहिँ एउटा एकपक्षीय एफोर्टले मात्रै हुँदैन, यो त क्रस कटिङ इस्यु हो। क्रस कटिङ इस्यु भएको हुनाले यसमा राज्य सम्पूर्ण निकायको दायित्व हुन्छ। र यसको लागि चाहिँ एउटा मन्त्रालय मात्रै नभएर जरुरी छ हैन। धन्यवाद पोखरेल सर, आजको लागि समय उपलब्ध गराइदिनु भयो। धन्यवाद यहाँलाई। धन्यवाद आदरणीय दर्शकवृन्द, यहाँहरू सबैलाई पनि आज हामीले कुराकानी गर्यौँ। नेपाल सरकारका एकजना सचिव, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिवज्यू अनुराज पोखरेल हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्दै। र महिला र बालबालिकाका सम्बन्धमा अहिले भइरहेको मुख्य विषयहरू जहाँ राज्यको सम्बोधन जरुरी छ, राज्य र समाजका अरू पक्षहरूको पनि त्यहाँ उपस्थिति जरुरी छ भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ। र यी मुद्दाहरूमा सबै पक्षको सरोकार, सबै पक्षको ध्यान आकृष्ट हुनुपर्ने विषयहरू हुन् महिला र बालबालिका। र आगामी दिनमा यसमा अझ समाजका अरू पक्षको पनि बढी सहभागिता, बढी चासो र चिन्ता रहनेछ, हामी अपेक्षा गर्न सक्छौँ। आजको कार्यक्रम हेरिदिनु भयो, सुनिदिनु भयो, यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै आजको यस कार्यक्रमबाट हामी सबैजना बिदा चाहन्छौँ। नमस्कार।